Hello everyone guys, chicken सेकुवा यो सिङ्गो विशेष आज होली हाम्रो मनाउने प्रोग्राम छ। त्यही भएर म यो यस्तो पोल्नलाई चाहिँ एकदम अभ्यास भइरहेछ। मेरो पहिले यसरी पोलेको थिइनँ, आज फर्स्ट टाइम हो। विशेष हाम्रो प्रोपराइटर यता हुनुहुन्छ हैन, यहाँ अब सेग्री भइरहेछ हैन। अब यसलाई एकछिनपछि काटेर चटनीमा त्यस्तो दामी गरी चप चप बनाएर खानु कति मजा आउँछ हैन गाइस। यसलाई म यसरी घुमाइन्छ एकताली यहाँ यस्तो। अर्को यहाँ रोस्ट पनि तयारी हुँदैछ। आज ह्याप्पी होली। विशेष हाम्रो होली आजको बबाल हुनेवाला छ। पाकिसकेको आमा कति छिटो सिक्री भएछ हैन गाइस। अलिक टाइट भएको छैन क्या हो? हो चाक्छु ल एउटा त्यसो भए। यो हड्डी भएको चाहिँ हैन, भित्र पाकेको छ कि छैन भने थाहा हुन्छ नि त। सी मासु त पाएको, नुन कम भयो क्या है? चाह छ हामीले बनाउने मान्छे त बुहारी। अब जानु भएछ, थोरै नुन कम छ जस्तो लाग्छ। गाइस होली विशेष ओहो वाउ कस्तो दामी हुन्छ होला है। ओ माई गॉड गाइस, अब सेक्सी छ है। गाइस अब फेरि यो अर्को हैन, यहाँ आज आइटम यो जाते कलेजोहरू हैन, अलि मजाले देखेन। अनि यसमा खुट्टा टाउकोहरू छ। एकदम ओभर दामी मसला अघि नै घोलेर यस्तो दामी बनाइरहेको छ। यसलाई यसमा बनाउने पिरो यो चाहिँ हैन शीतल। एभ्रिवान अब होली विशेष आज यहीँ मनाउने हाम्रो प्लान छ, हाम्रो मुनाको आप्पा आमाको घरमा। हाम्रो गाउँघर यस्तै छ गाइस। ल आजको होली विशेष यही घरमा है, हाम्रो साँझको सांस्कृतिक कार्यक्रम हुँदैछ। हाम्रो नाना मासु नखाने मान्छे, त्यही पनि यो स्यान्नु गर्नुभएको छैन। ए भेना जाऊ अब्बर दामी यस्तो हेर्नु है, खतरा खतरा त नि। अब नखाए पनि अरूले खाँदा पनि खुसी भएर मान्नु पर्यो। होली होइन त? होली मेरो पनि छ नि खानेकुराहरू, यसो म अरू कुरा खान्छु। उहाँलाई चाहिँ हामीले एकदम फ्रुटहरू ल्याइदिएको छौँ, एप्पल अनि कोल्ड ड्रिङ्कहरू छ। हाम्रो भेनाजु फेरि उहाँ रक्सी नखाने मान्छे।
सिद्धियो त अनि कलर सबै गर्दै नानी एलम्बर चिया यहाँ हेर्नुहोस् है एलम्बर चिया अर्ग्यानिक बाजे पनि हुनुहुन्छ यहाँ अर्ग्यानिक कोदोको अर्ग्यानिक बाजे पनि हुनुहुन्छ यहाँ अब के गर्नु परम्परा चलिआएको खेल्दै आएको केटाकेटी बचपनदेखि अब अहिले अब बाजे हजुरबा भएर पनि छोडिएको छैन अब यसो रङ धस्ने यस्तै हो के गर्ने होइन नातिनी ल अब के गर्ने अब हामी खानुतिर लाग्छौँ अब अर्ग्यानिक अर्ग्यानिक चिज बनेको छ तर अलिकति
बिउ चाहिँ अर्गानिक होइन अरू सब सब नभए अर्गानिक छ तपाईँहरूको गिलास कहाँ छ उहाँ पर छ ल्याउनु नि बेना तेरो चाहिँ नि म पनि ल्याउँदैछु हो तेरो ओल्लो मेरो पल्लो लिएर के आइज छ अर्गानिक बाजे है कतिको आज रमाइलो एकदम हाम्रो खुसी, ह्याप्पी? स्पेशल हेप्पी पार्टी ह्याप्पी पार्टी होलिकाको हेप्पी पार्टी होलीको प्लस होलिकाको होलिकाको ए होलिकाको हेप्पी हेप्पी होली फेरि बर्थडे भन्दै कलर चाहिँ कान्छाला कता झोली कान्छाको त फोटो पनि बनाएन के हो हजुर मेरो छोराको फोटो बनाए बनाएको यहाँ यी कान्छा सबिन? छोरा त के छ? मासु चल्ने, ठिक छ? बिउ त्यसको चल्ने, नाम के अब भयो? केही नखाने मान्छे आएर गोरे उदय के छ ह्याप्पी स्याङ्मी ह्याप्पी ह्याप्पी होली वान खोइ नाच्ने नकोट्टा बुवाको पनि खिच्नु हुने त्यहाँबाट ए मम्मीको बारे गर्दा हुन्छ नि मैले सानो सबैजना बसेको बुढा मान्छेलाई त मजाले राखिदियो भने मलाई हकार्नुहुन्छ अनि आफैले बिर्सेको गर्ने बानी छ अब भोलि विशेष हाम्रो यहाँ आज प्रोग्राम 2-4 घरको छ यसरी चाहिँ आइटमहरू हामीले एकदम दिनभरि मेहनत हामी यसरी गर्दैछौँ यो हामीले खास चाहिँ कलियाको रित दिए जस्तो पनि देखिन्छ तर यो विशेष हाम्रो होली हो होलीमा कान्छाले यता ल्याएको यो हाम्रो होली पर्व मानेको हो सेकुवा कुखुराको रोस्ट अचार वर्ष दिनमा आउने भुटान एप्पल होइन मान्नु त अब हामीले चिसो चिउरा ग्लास हामीले खासै अब के मनपर्छ हजुर कमेन्ट जाति चाहिँ गर्नु होइन हामी यो होइन सबैले मान्दाखेरि यो सबैले मान्दाखेरि अब उधौली उभौली अथवा एउटा चाडपर्व जतिकै अब मान्दै आएको हुनाले परम्परा मानेको होइन भेना यता हुनु केटाकेटीहरू उता जानु भेना पल्लोपट्टि जानु त्यसरी गर्नु अब भोजपुरी बाजे यहाँ आउनु भेना उतापट्टि जानु फेरि यहाँ बस्नु त अब यसको कथै गर्ने हो भने अब होलिका यो अप्ठ्यारो हुन्छ नि त टिभी हाल्छु